हेलो गाइस, दिस इज मी एके काजी ब्लग, न्यू डे न्यू ब्लग। आज चाहिँ हाम्रो चाहिँ शिवपुरीमा हाइकिङ हुँदैछ। साथीहरू चाहिँ पछाडि फोटोसुटहरू गरिरहेछन्। म चाहिँ हल्का एक्लै भएर हल्का अगाडि आएको। त्यही हो, कोही चाहिँ अगाडि नै गइसक्यो। अब एक्लै छु यत्रो यो जङ्गलमा, खै अब बाघले खान्छ कि भन्ने पनि डर लागिरहेछ। हेरौँ कहाँसम्म पुगिन्छ अब। आज यहाँ दाइहरू भेटिनु भएको छ। हामीहरू चाहिँ हेलो गाइज, ल हामी डल्फिन एजुकेसन टिमबाट छौँ। डल्फिन एजुकेसन कन्सल्टेन्सी न्यू बानेश्वर। हामी आज चाहिँ इन द इन्भाइरोमेन्ट टु सेभ द इन्भाइरोमेन्ट भन्ने प्रोग्राममा छौँ। सो दिज आर द माई टिम। एकचोटि हेर्नु सबै हालो भन्नु युट्युब च्यानलमा आउँछ भोलि हामी युट्युब च्यानलमा है। हाम्रो रत्न सरसँग पानी थ्याङ्क यू। ओके, आज शनिबारको दिन परेर होला। मान्छेहरू चाहिँ धेरै छ। माथि घुम्न आएको शिवपुरतिर चाहिँ हाइकिङमा आएको धेरै साथीहरू छन्। जाम हेरौँ अब कहाँ पुगिन्छ। हामीले चाहिँ खासमा झर्ना हेर्छौँ भनेर आएको। एउटा झर्ना चाहिँ यहाँ मुनि रहेछ। हामी फर्किँदाखेरि चाहिँ यता आउनु पर्ला भन्ने सोचिरहेको छौँ। अब हेरौँ कहाँसम्म पुगिन्छ यात्रा। अनि मसँग चाहिँ अहिले मेरो प्यारो भाइ हामीसँगै छ। हेलो, यस्तो ह्यान्डसम म्यान। अब कसैलाई केही चाहियो भने कन्ट्याक्ट मी। अनि हाम्रो चाहिँ प्यारो साथी हाम्रो सरला, उसको नि कन्ट्याक्ट सङ्ख्या चाहियो भने प्लिज है कमेन्ट बिलो। हजुरलाई म सबैजना थाकेको अवस्था होइन। अब फेरि उकालो चढ्नु पर्ने छ। हेरौँ अब कति घन्टा उकालो छ। ल ल ल गाइस, मुभ अन। जानै पर्यो, के गर्ने, गाह्रो छ। यहाँ पसिनाले तुरतुर भइसक्यो। हल्का जङ्गल भएर शीतल नि भइरहेछ। हल्का फ्रेस एयर है। चाउचाउ खाने भए पनि ल हामी नि खाइदिउँ न थोरै चाउचाउ होइन। हेर न लोभी यत्रो दिएको छ यी। आमामा भोक लागेर होला कि है। चाउचाउ नि आज धेरै मिठो लागिरहेछ होइन। सो त्यही हो, लेट्स मुभ। पानी मिठो छ है, एकदम मिठो। अनि हामीले सानो डल्ली नानी खै यता हो। मान्छेहरू थकाइरहेर। अनि मैले भने नि त अघि मैले ब्यागमा हाल भनिसकेको थिएँ मैले। अनि हामी चाहिँ तल गेटदेखि पास हुँदाखेरि चाहिँ त्यही राख्नुपर्छ भने स्पिकर त्यही राखेर आयो। अहिले नलिएर चाहिँ रिग्रेट फिल भइरहेछ गाइज होइन। अति रिग्रेट फिल। साजन पानी पिउँ न। ओके, प्यास लागेको अवस्था। यो मान्छेले फेरि हल्लाएर खाएर त थोरै फोर्छ तल। के फरक पर्दैन। हेरौँ न यो अति सुन्दर शान्त नेसनल पार्क है। धेरै राम्रो छ। अनि खाएर चाहिँ कतै कागजसँग चाहिँ कसैले नफाल्नु होला। किनकि आफ्नो घर आफ्नो देश आफैले बनाउनु पर्छ। अब के हो दाइस, अब नेताहरूको त काम छैन। अब हामीले केही गरेपछि हो। अरूलाई त के भन्नु छ, सुरुवात आफैदेखि गरौँ न। ओके हो, त्यही त होइन। इट्स बिन अ लङ टाइम। धेरै पछि हाइकिङ पनि आइहाल्छ। धेरै पछि हिँडेर होला। थकाइ पनि धेरै लागेको छ। दाइ बाटो कताबाट हो? यतैबाट हो? हस्, थ्याङ्क यू। हो ल, हाम्रो च्यानललाई सपोर्ट गरौँ न। त्यो त भइहाल्छ। माया गर्नेले माया गरिहाल्छन् होइन। अब गर्नेलाई त के भन्नु छ र। त्यही हो, अरू त के भन्नु छ र। हामी चाहिँ पुग्यौँ कि भन्ने हो। अब हेरौँ कता चाहिँ पुगेछ। यतै हो जस्तो लाग्यो है मलाई त यार। यतै नि हो जस्तो लाग्यो होइन। जाम न, के छ र। पुगे जस्तो लाग्यो। फाइनली गाइस पुगे जस्तो लाग्यो। अब हेरौँ, यसो चलपल हान्नुपर्छ यतातिर नि थोरै हल्का। त्यही त, मेरो बहिनीलाई चाहिँ भेटिएको अवस्था। एकछिन गफसप गरियो। त्यसपछि हेरौँ नै। मान्छेहरूको भिड चाहिँ अति छ है, अति छ है। आमामा आज शनिबार स्याटरडे भयो नि होला। देयर आर लट्स अफ पिपुल। ओके, नाउ लेट्स इन्जॉय। जम अरू अरूहरू आएन पछाडि। ल अरूहरू पछाडि आउँदैछ। हामी चाहिँ जाँदै गरौँ न है। ओके, लेट्स गो।
आज दुईवटा ब्याग बोकिदिएको छ, एउटा चाहिँ लेडिज ब्याग। someone better. How are you? कति राम्रो ठाउँ छ यार। कतादेखि जाने हो? माथि गइदिउँ भन्दा ल। हल्का देखाइदिनु पर्यो। जुत्ता खोल्ने अवस्था त त्यस्तै हुन्छ। लगाइस फाइनल्ली गाइज होइन, डेस्टिनेसनसम्म पुग्यो हामीहरू चाहिँ। यो ठाउँको नाम के हो अरे थाहा छैन। ठाउँको नाम नै मैले बिर्सेँ यार, के पो भन्दा थियो? शिवपुर नेसनल पार्क त थाहा छ। ल कुन ठाउँ? विवासमा आई थिङ्क आई डोन्ट नो यार। ल माथि कहाँ कुन ठाउँ गयो अरे नामै बिर्सिदिएर। ए त्यो त मलाई पनि थाहा छैन त हौ। त्यो त मलाई नि थाहा छ। लगेको चाहिँ पुरा जुत्ता खोलेर एकदम चिप्लो छ बाटो है। बी केयरफुल। त्यही हो। अब हामी चाहिँ माथिको त्यो गुफाभित्र गुफा टाइपको छ, हामी त्यहाँ चाहिँ गइरह होइन। हल्का जानु त पऱ्यो होइन, रमाइलो गर्नु पऱ्यो नि। ल गाइस त्यहाँभित्र गइसकेको छ हल्का अहिले। डुबे गहिरो छ यी। ओ यी गहिरो छ। सोकुल पानी चाहिँ अति चिसो छ। ओ ल त्यही हो होइन। मिल्छ नमिल्ने के छ र। लेट्स मुभ जानै पर्यो होइन। अति अप्ठ्यारो बाटो छ यार। ओके हतार नगरौँ बिस्तारै लडिन्छ फेरि। ल आइज ए त चिप्लिन्छस् कि जुत्ता खोल्न। बाटो चाहिँ अति गाह्रो छ है। त्यति गाह्रो नि होइन अब, तर गाह्रो छ हेरौँ। ल बिस्तारै लडिन्छ फेरि। ओके लेट्स मुभ बिस्तारै जाम है। गुफाभित्र गयो जस्तो पो लाग्यो हो यहाँ त गाइस। यता देखो हामीलाई। हेलो ओ माई गॉड भिजेको अवस्था। तप पानी नि सुइरहेको छ होइन माथिबाट। ढुङ्गा खस्यो भने त्यो डर पनि छ। बाटो नि चिप्लो। जाम है बिस्तारै। ल सार्जन बिस्तारै। ल कविता आऊ चाँडो। ओ दिपेन्द्र आऊ न आऊ। ल हाई पुरानो साथीसँग भेट्यो हाम्रो चाहिँ। यो यतै छ मोहन बुढा। अनि हामी चाहिँ स्कुलमा हुँदा सँगै पढेको होइन। अनि सँगै पढिसकेपछि चाहिँ अनि त्यही हो। यो काठमाडौँ आइसक्यो। त्यही त हो, कोही कहाँ हुन्छ ठुलो सहर छ, गाह्रो छ नि यो साथीहरूसँग भेट्ने। आज चाहिँ अचानक भेट भएको कोइन्सिडेन्टली भनौँ होइन, थाहै थिएन। उनी हाइकिङमा आएर चाहिँ हामीहरू हाइकिङमा आएको होइन। सायद गर्लफ्रेन्डसँग आयो होला आफ्नो होइन। झ्याक्ने त्यही हो। तिम्रो फर्किँला ल है त। ल हेर्दै गरौँ। गालीहरू पनि आएको थियो कि ल गालीहरू। त्यही त ल ओके। हामी फेसबुक मेसेन्जरमा मेसेज गरौँ नि त फेसबुकमा। ओके ल म चाहिँ सेयर पठाइदिइहाल्छु। ओके ल मोहन भाइ। ल आमा छोकरा जवारे। अब काठमाडौँको लागि यही ठुलो कुरा छ होइन गाइज। अब हाम्रो गाउँतिर भए त यत्रो कति छ त्यही हो। फेरि यहाँको लागि त हिँड्न पनि गाह्रो। थोरै चिप्लो भए पनि के गर्छ होइन। सबै गाह्रो छ क्या। हल्का अप्ठ्यारो बाटो हुनु परेन होइन। यिनीहरूको त फेरि हुसुक्कै के हुन्छ थाहै हुन्न। त्यही हो। मेरो साथीहरू चाहिँ उता खेलिरहेको अवस्था। अनि त्यही हो फोटोसुटहरू चलिरहेछ। हामी नि अब यसो एकछिनमा फोटोसुटहरू गर्नु पर्ला।
होइन फोटोसुट भने साथीहरू कता गर्नु ल हामी माथिबाट जाउँ न त पानीबाट किन जाने जुत्ता लगाएको छ गाई जुत्ता भिज्छ होइन त्यही हो जुत्ता खोल्ने मन नि लागेन अनि म चाहिँ यो माथिको बाटोपट्टि आइरह हल्का यो लेडिज ब्याग बोकाएर हेरेन हैरान छ यार के गर्ने पीडा छ नि गाई चाहिँ यार अति पीडा के भन्नै नसक्नु पीडा यो पीडा चाहिँ कहाँ पुग्नु भइरहेको थियो कोही भेटी पुग्नु पर्ला त्यही हो स्टे ट्युन गाइज हामीहरू चाहिँ जम 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 त्यही हो गाइज अब चाहिँ हामी यसो रमझम गर्नु पऱ्यो अब के भएर देखिसक्यो यसपछि फिर्ता दिनुपर्छ हाफ एन्ड आवरमा यहाँ आउँदा चाहिँ पुरा पौडी खेलिरहेको होइन अब पुरा पौडी खेलिरहेको छ अनि सबैले आफ्नो इन्जोयमेन्ट आफ्नो तरिकाले गरिरहेको छ त्यही हो नेचरमा भुल्न पाएपछि एकदमै उ लाग्छ होइन के हुन्छ भने मनको चाहिँ एकदमै पीडाहरू कम हुने त्यही भएर घुम्छु क्या ट्राभल गर्नुहोस् मनका पीडाहरू भुल्नुहोस् के जबसम्म ट्राभल गर्नु हुँदैन नि त मनमा हरेक कुरा खेलिरहेको हुने हरेक कुरा के हुन्छ नाना थरीका सोचहरू आइरहने जब हजुर यो नेचरतिर भुल्न लाग्नुहुन्छ नि तब हजुरको सोच तब हजुरको विचारहरू भावनाहरू त्यो नेचरतिरै बग्छ क्या यहाँको चराचुरुङ्गीको आवाज सुन्दा अनि हरेक हुँदा सानो सानो चिरबिर सुन्दा त्यो छुट्टै किसिमको म्युजिक के भनौँ म त्यसलाई डिफ्रेन्ट टाइप्स अफ म्युजिक के भनौँ डिफ्रेन्ट म्युजिक लाइक अब नेचर के हुन्छ चिपचिट गर्छ कहिले अब कोइलीहरू उसको महिना कुई गरेर हुन्छ अब यहाँ त कोइलीहरू छैन मैले कुई गरेँ भनेपछि हो अब गाई त्यही हो त्यो लाइफमा चाहिँ ट्राभल चाहिँ गर्नुपर्छ अरूभन्दा पनि मरि लानु के छ र है नाङ्गै आएको नाङ्गै जाने हो अरू त के नि भन्नु छ र त्यही हो आफ्नो जीवनलाई चाहिँ ठाउँमा गएर ट्राभल गर्नु हरेक कुराको ठाउँहरू चिन्नुहोस् मान्छेहरू चिन्नुहोस् त्यो छुट्टै किसिमको आनन्द आउँछ क्या एउटा डिफ्रेन्ट भाइब्स भित्रैदेखि नै होइन बेग्लै तरिकाको चाहिँ आउने गर्छ ल ल ल ल हिँडौँ बिस्तारै गइरहेको ल कसरी साको बिस्तारै लडिएला नि फेरि हामीहरू चाहिँ गइरहेको छौँ यहाँभित्र हेर म कस्तो छ साह्रै रमाइलो छ एडभेन्चर एडभेन्चर ब्रो ल ल ल ओके 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 तिमी चाहिँ बिस्तारै छ ल ल बिस्तारै 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 जाउँ न बिस्तारै ल ल ओइ समाज त हात बाटो चाहिँ गाह्रो भएको अवस्था गाई एकदमै गाह्रो छ होइन माथि पुगिसक्यो होइन धेरै माथि पुगिसक्यो अनि यहाँ चाहिँ पूजा छ दिनुहुन्छ भाइ उनीहरूलाई साह्रै गाह्रो परिरहेको छ ल बिस्तारै 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 ल ल ल लगेर जाऊँ त म चाहिँ यहाँबाट हाम फाल्छु होइन बिस्तारै बिस्तारै जानुपर्ने हो ल जम 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 let's go let's move ल चाँडो 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 जानै पर्यो गाह्रो छ बाटो ल ल जाम 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 ओ मान्छेहरू त है अति छ भने धेरै छ मान्छेहरू त्यही हो अरू त के नि भन्नु छ र मन्दिरै हो मन्दिर सायद मन्दिर त्यही नै हो मन्दिर हो मन्दिर कति राम्रो मन्दिर छ नानीहरू नि राम्रो राम्रो छ गाई होइन अति राम्रो नानीहरू छ नि फेरि चाहियो भने भनिहाल है अहिले नै एकदमै राम्रो राम्रो असल नारी बसेको है गाई ओके ल चाहिँ हामी मन्दिरमा पुग्दैछ दर्शन ससन गरौँ होइन ल यो चाहिँ हाम्रो मन्दिर होइन कति राम्रो छ नि है आमा
लेट्स गो बजाइदिउँ न त्यसो छ पुरानो मन्दिरहरू यहाँभित्र चाहिँ के रहेछ भित्र चाहिँ यहाँ चाहिँ के छ यहाँभित्र चाहिँ के क्लिक गुफा जस्तो छ ओहो मोहन के छ यहाँ हाम्रो मिट माई ओल्ड फ्रेन्ड मोहन ओके फ्रम चाइल्ड फ्रेन्ड होइन चाइल्ड फ्रेन्ड हाम्रो स्कुल मेट हामीहरू 10th क्लाससम्म सँगै पढेको है देन आफ्टर हामीहरू चाहिँ काठमाडौँ आयो काठमाडौँ आइसकेको फरक कलेज हामी फरक कलेज होइन अनि त्यही हो अनि 81 हाम्रो के मैले बोल्नु पऱ्यो नि त यता बिल्कुल शब्द ओके ल ओके 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 ल ल है राम्रोसँग है राम्रोसँग ल साजन तल नै आइरहेछ है ल बिस्तारै 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 जाऊँ बिस्तारै फेरि ड्याममै खसेला नि त ल दिपेन्द्र ओए ल जे होस् आजको यात्रा चाहिँ राम्रो भयो है भन्नाले त्यति साह्रो अप्ठ्यारो नै बाटो छैन तर नआउनेलाई चाहिँ अलिकति गाह्रो नै लाग्छ त्यति साह्रो छैन त्यही हो अब गाह्रोलाई गाह्रो लाग्नेले गाह्रो लागिरहन्छ ओके ओके अहिले जुत्ता खोल्दा चाहिँ हामी त जुत्तामै हो आइरा अब चाहिँ रमाइलो नै गर्नु पऱ्यो फ्रेस पानीमा पर्छ एकछिनमा होइन सुँगुरको डुब्लिके हाल्ने हो एउटा अनि चिसो लाग्यो बेलुका गएर तातो गर्ने होला त्यही हो होइन स्टेडियम गाइज अब हामी चाहिँ एकछिन बाहिरबाट फर्किहाल्छ त्यही हो अरू चाहिँ हामी चाहिँ नेक्स्ट भिडियोतिर हाल्छौँ है ल ओके बाई बाई स्टे ट्युन